मलाई चाहिएको छ एउटा फुर्सदिलो दिन, जुन दिन म यत्तिकै बसेर एउटा कपी अनि एउटा कलम लिएर आफ्ना सोचहरूसँग बस्नेछु, आफ्ना विचारहरूसँग कुरा गर्नेछु, आफ्ना सपनाहरू के कति पुरा भए के कति बाँकी छन् भनेर उनीहरूको पनि चासो गर्नुपर्ने बेला आएको छ। त्यो दिन म बसेर सबै लेख्नेछु, आफ्ना विगत, आफ्ना सोचेका भविष्यहरूका बारेमा। अनि लिस्ट बनाउँदै जान्छु, कुन कुन सपना देखेको थिएँ, कुन चाहिँ पुरा भए, कुन पुरा भएनन्, कुन बिर्सिए, कुनलाई घटाउनु पर्यो, कुनलाई मेटाउनु पर्यो, कुनलाई जोड्नु पर्यो, कुनलाई हटाउनु पर्यो। यी सबै सोची त्यो किताबको त्यो सफा पानामा, त्यो कापीको सफा पानामा म लेख्न सुरु गर्नेछु। त्यति बेला म धेरै लेख्दिनँ, थोरै लेख्छु। लेख्ने बेलामा सोच्दै लेख्छु, सपनाका कुराहरू पनि सोच्दै अनि पुरा हुन सक्छन्, गर्न मिल्छ भन्ने कुराहरू मात्र लेख्छु। पहिला जस्ता सबै भएभरका ससाना कुराहरूले त्यो पाना भर्दिनँ। त्यो पानामा 1-2वटा मात्र कुरा लेख्छु, ताकि अब त्यो पाना मात्र हेरेर म अघि बढ्न सकूँ।